ल है अब छुर्पी बनाउने तरिका चाहिँ हो गाउँमा हैन उत्पादन हुने डेरीमा हाम्रो यहाँ दिलकुमार दाई हुनुहुन्छ एकदम छुर्पीलाई चाहिँ यसरी च्याप्नुपर्छ अब मिसिनमा यसरी पकाएर छानेर टक्क बनाउनुपर्छ यो चाहिँ हाम्रो 5 थरको फालेलुङ 7 दिपशिखरसम्म भित्र बन्छ जहीँ पनि बनाउँछ अनि अर्ग्यानिक भिडियो भनेको यस्तो त हुन्छ त गाउँले अनि कहाँ अनि त्यो चिटिक्क त्यो टाई कोट पेन लाएर बनाउने काम गर्ने हो त हो कि नै बनाउने तरिका कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट लाइक सेयर गर्नु होला कतिवटा भन्छ दाजु दुईटा ल है छुर्पी बनाउने तरिका यो हो अनि दुध घट्यो होला नि त अहिले जाडो मौसम छ यसलाई चाहिँ एकदम यसरी मजाले बनाएर च्याप्नुपर्छ भने जतिको चर्चित आउँदा नि राम्रो बनाउनु बिग्रिन्छ छुर्पी फेरि यसको त यहाँ मात्रै होइन छुर्पी बिग्रियो भने तनाव हुन्छ फेरि